थियो यो चाहिँ मेल हो अनि मेल मैले उसिने काट्दैछु यहाँ। यो मेल काट्दाखेरि मलाई सम्झना आयो कि म एक दिन ठुलो व्यापारी थिएँ मेलको। मेल उसिनेर स्कुलमा लिएर जान्थेँ। जोल्टेका पन्नाको एक पन्ना 2 पन्ना बराबर 10 जनाको दरले बिक्री गर्थेँ। ती कुराहरू अहिले मलाई सम्झना आयो मेल काट्दाखेरि। मेरा ग्राहकहरू चाहिँ विनोद कँडरिया, चक्र कँडरिया, अनि खड्क गौतम, रत्न लिङदेन, आइतराज लिङदेन, अनि टेकबहादुर कँडरिया, अरू को हुनुहुन्थ्यो साथीहरू त थुप्रै हुनुहुन्थ्यो। यसरी मेल किन्ने ग्राहक मैले त बिर्सिसकेँ। उहाँहरूले थाहै छ कि बिर्सिनु भयो कि उहाँहरू कहाँ हुनुहुन्छ अहिले।